नमस्ते, यहाँहरु सबैलाई स्वागत छ यस हाम्रो युट्युब च्यानल घरजग्गा कारोबारमा। आजको हाम्रो बिक्रीमा रहेको प्रपर्टी चाहिँ जम्मा 10 कट्ठा क्षेत्रफल रहेको छ। यो प्रत्येक कट्ठा चाहिँ 4,50,000 मात्र पर्छ। भने तपाई यो ठाउँको लोकेसनको कुराहरु सबै बुझ्न चाहनुहुन्छ भने यो भिडियोलाई राम्रोसँग हेरेर बुझेर सम्पर्क गर्नुहोला। अनि यो चाहिँ जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वार्ड नम्बर 13 को दक्षिणपट्टि रहेको छ भने यो उपमहानगरपालिका भित्र पर्दैन। यो चाहिँ गढी गाउँपालिका जुन मधेली गढी गाउँपालिकाले चाहिँ सीमाङ्कन गरेको छ। अनि यो चाहिँ गढी गाउँपालिकामा पर्छ, तर एकदमै इटहरी बजारदेखि नजिक रहेको छ। भने हाम्रो इटहरी र विराटनगर जुन हाइवेमा गणेश मन्दिर छ, अनि गणेश मन्दिरदेखि पश्चिमपट्टि गयौं भने हाइवेदेखि लगभग धेरैमा 3 किलोमिटरमा पुग्न सकिन्छ। बाटो अहिले यो जग्गामा छैन, तर जुन राजकुलोले चाहिँ टच रहेको छ, यो अहिलेलाई खेतीकै लागि हामीले युज गर्न सकिन्छ। जस्तै अहिलेलाई पानी आउने भनेको चाहिँ सुनसरी र मोरङ सिँचाइ आयोजनाद्वारा जुन सञ्चालनमा रहेको छ नहर, जुन सप्तकोशी चतरा झुम्का हुँदै आउने बाटो नहर रहेको छ। अनि त्यो नहरको पानी यो एरियामा लगाइन्छ, प्रयोग गरिन्छ। अनि यो एरियामा चाहिँ जस्तो सुकै अन्न बाली पनि लगाउन सकिन्छ, जस्तै धान, मकै, गहुँ आदि। अनि यी सम्पूर्ण कुराहरु तपाईलाई चित्त बुझेमा अथवा यो प्रपर्टी चाहिँ तपाईको बजेट भित्र परेमा सिधा सम्पर्क गर्नुहोला र चाँडो गर्नुहोला। थ्यांक यू सो मच अहिलेसम्म यो भिडियोलाई हेर्नु भएको लागि।